विवाह त गरे अब अहिले अहिले घरमा छैन त्यो अरू को हुनुहुन्छ घरमा अहिले? घरमा कोही छैन। साथीहरू माथि नमस्ते नमस्कार एभ्रिवान भ्लगमा हार्दिक स्वागत छ। यति बेला भने चाहिँ म घरमा छु। घरदेखि अब चाहिँ कहीँ कोट घर जाँदैछु। कोटबाट म चाहिँ जाछ मङ्सिरबाट जाछ हुँदै थार्पीबाट जाछ हुँदै झापा हुँदै चाहिँ रन्नुखानातिर जानेछु है। तपाईँले चाहिँ लास्टसम्म हेर्नु होला, भिडियो अन्तिमसम्म हेर्नु होला, लाइक कमेन्ट गर्नु होला, अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। घरदेखि चाहिँ गाउँ अलिक कोट बजार आइरहेको छु। यहाँ कोट बजारबाट चाहिँ म विश्वकर्माको घरमा जाँदैछु गाइस। यहाँ चाहिँ बाटोमा छु भर्खरै है, घरदेखि भर्खर निस्केको। अब चाहिँ म जाँदैछु है, के कति हुन्छ त्यहाँ चाहिँ पुनः त्यहाँ जानकारी दिनेछु। हस् धन्यवाद। गइरहेको छु है म कोटघरबाट थार्पीबाट पुगिसकेको छु। अब चाहिँ केही बेरपछि म चाहिँ विश्वकर्माको गाउँमा पुग्नेछु। अब त्यहाँको भिडियो देखाउनु है साथीहरू। केहीको थार्पीबाटको गाउँ हो, अलिक पर देखिरहेको जाचाको गाउँ हो। जाचा हुँदै थार्पीबाट हुँदै कोटघर हुँदै जाचा हुँदै थार्पीबाट हुँदै अब चाहिँ एकछिनमा हामी झापा पुग्यौँ। चाहिँ करिब चाहिँ 1 घन्टापछि म झापा पुगिसकेको छु। तपाईँहरूले देखिसक्नु चाहिँ यहाँको दृश्य चाहिँ। अब यहाँ केही छिनपछि म चाहिँ विश्वकर्माको गाउँमा पुग्दैछु। विश्वकर्मा भाइको गाउँमा पुग्दैछु। गाइस रन्नुखानाको पुलमा बसिरहेको पुगिरहेको अवस्था। म चाहिँ यति बेला चाहिँ रन्नुखानामा पुगिसकेको छु। अब चाहिँ विश्वकर्मा दाइको गाउँमा चाहिँ पुगिरहेको छु यति बेला। अब त्यहाँ गएर चाहिँ के हुन्छ सबै कुराहरू तपाईँहरूले देखाउनेछु है। यताको चाहिँ गाउँमा पुगिरहेका छु यति बेला भने। कति राम्रो देखिरहेको छ, हिउँ परिरहेको दृश्य पनि छ। डाँडा काँडामा हिउँ लेखिरहेको छ है। तपाईँले पनि हेर्नुहोला, मनोरञ्जन दिनुहोला, अनि लाइक कमेन्ट गर्नुहोला। अनि यति बेला भने अङ्कलसँग इन्टरभ्यू दिने कार्यक्रम भयो।